ढोकापुल 6 किलोमिटर अरे। यहाँ त नजिक नजिक मस्जिद रहेछ। त्यहाँ चाहिँ ठुलो मस्जिद रहेछ, यहाँ चाहिँ सानो मस्जिद रहेछ। यहाँ कुरान पढ्ने अथवा प्रार्थना गर्ने एरिया। हेलो साथीहरू, अहिले चाहिँ म यो भम्री बजार नेर छु है। यो चाहिँ यता इनौरा जान्छ भने उता चाहिँ दोबी बजारबाट आएको बाटो हो, तपाईँ देख्न सक्नुहुन्छ। यो भम्री बजार चाहिँ पुरानो भम्री बजार हो है। अनि अब यहाँबाट चाहिँ मधेली हुँदै खनार गणेश पेट्रोल पम्प अगाडि बाटो निस्किन्छ। त्यो बाटो भएर भित्री बाटो भएर यात्रा गर्नुपर्ने हुन्छ। आज हेरौँ कस्तो हुन्छ होला भित्री बाटोको अवस्थाहरू। यो चाहिँ साथीहरू भम्री बजार है। यता इनौरा बजार पुगिन्छ भने यो बाटो चाहिँ दोबी बजार पुगिन्छ है। हामी सिधै उत्तरतर्फ गयौँ भने मधेली बजार पुगिने रहेछ। मधेली बजारबाट सिधै इटरी पुग्न सकिने रहेछ, अनि खनार पनि पुग्न सकिने रहेछ। यहाँ अगाडिबाट भनेर बाटो देखाउँदै हुनुहुन्छ। हामी यहाँबाट अब उकालो लाग्छौँ। सिधै गयो भने चाहिँ हाम्रो दोबी बजार पुगिन्छ बाटो, तर अब हामी यहाँबाट चाहिँ उकालो मोडिन्छौँ। बाटो त साम्रै राम्रो रहेछ है साथीहरू, नजिकै रहेछ है। त्यसो भए त हाम्रो यो मधेली भन्ने जग्गा त यस्तो दामी धान खेत है। भित्री बाटो पनि यस्तो पिच बाटो रहेछ हेर्नु। यहाँ अगाडि चाहिँ मस्जिद रहेछ साथीहरू। यो एरिया पुरै तपाईँको मुसलमान बस्ती तपाईँ देख्न सक्नुहुन्छ है। पुरानो गोरु गाडा यसैलाई भन्छ है, गोरुले तान्ने। गाडी घोडाहरू आउनुभन्दा पहिला यस्तो थियो। यिनीहरूले नै तान्ने हो यो यसलाई, गाडालाई। आफ्नो गाडाको छेउमा बाँधेर राख्नु भएको छ उहाँहरूले। यो एरिया चाहिँ पुरै मुस्लिम दाजुभाइ दिदीबहिनीहरू बस्ने एरिया हो है। तपाईँले देख्न सक्नुहुन्छ काफी पिच बाटो बनेको छ। यहाँनिर ठुलो एउटा हाँस घुमिरहेको छ। मजाको पोखरी पनि रहेछ यहाँ है। काफी विकासको नमुना भित्री एरिया पनि देख्न सकिन्छ। सबैजनाले वस्तु भाउहरू चाहिँ पाल्नु भएको छ क्या, पशु पन्छीहरू, बाख्राहरू, गाईहरू होइन, हाँसहरू उहाँ खेलिरहेछ। बाख्राहरू, कुखुराहरू, हाँसको बच्चाहरू होइन, यसरी मान्छेको बच्चाहरू पनि खेल्दैछ। जे होस् साह्रै राम्रो बनेको रहेछ है साथीहरू। भम्रीबाट सिधै उत्तर मधेलीलाई टाकेर आउँदै गर्दाको दृश्य हो साथीहरू, तपाईँले हेर्दै गरेको है। यो तल्लो भेकमा चाहिँ पुरै तपाईँको धानको खेती हुँदो रहेछ है। यो ठाउँलाई चाहिँ धनपुरी भन्दो रहेछ है। उहाँ अगाडि जाँदै गर्नुहुन्छ स्कुटीमा, उहाँ म्याडमलाई हामीले सोधेको यो एरियालाई चाहिँ धनपुरी भन्छ भनेर भन्नुभएको छ। काफी धान चाहिँ फल्ने रहेछ यो एरियामा कि, त्यही भएर ठाउँ अनुसारको नाम राख्नु भएको रहेछ धनपुरी। यो ठाउँको नाम अनुसारको धान साह्रै राम्रो हेर्न पाएको छ। ढोकापुल 5 किलोमिटर यहाँबाट भने हामी चाहिँ अब मधेली नजिकै रहेछौँ यहाँबाट भन्ने कुरा थाहा लागेको छ साथीहरू। साह्रै राम्रो रहेछ है। स्कुलको बिदा भएछ, स्कुलको भाइ बहिनीहरू पनि काफी खुसी भएर आउँदैछन्। सकियो भनेर होला दिनभरिको पढाइ तनाव है। यसलाई चाहिँ 3 कुने भन्दो रहेछ है। आहा कस्तो राम्रो छ। यता होला ऊ म्याडम जाँदै हुनुहुन्छ नि।
ए हो मधेलीमा काम छ कि ल थारू टोल हेलो साथीहरू मधेली वडा कार्यालयको अफिस यो बाटो चाहिँ सिधै ढोका पुल हुँदै इटरी जाने बाटो हो भने यो बाटो चाहिँ यता मोडिएपछि खनार पुगिन्छ है। आज यहाँको लोकल बजार देख्न सक्नुहुन्छ मधेलीको बजार। आज बिहिबार चाहिँ यहाँ हटिया लाग्दो रहेछ है। कस्तो मजाको लोकल बजार, हरेक कुराहरू व्यवस्थित छ। आहा सागसब्जीहरू, लौका भिन्डीहरू सबै पाइने रहेछ है। ल साह्रै राम्रो बजार रहेछ। अब यहाँबाट यो बाटो समातेपछि सिधै खनार गणेश पेट्रोल पम्प अगाडि पुग्ने बाटो है साथीहरू। मधेली बजार कटेपछि खनार जाने बाटोमा यस्तो रहेको छ बाटोको दृश्य है साथीहरू। कस्तो राम्रो धानबारी है, पुरै मजाको धान फल्न लागेको रहेछ। यस्तो राम्रो यो चाहिँ नहरदेखि दक्षिण पर्छ कि मूल नहर माथि बगेको छ, पूर्वतिर गएको छ भने खनार हुँदै, यो चाहिँ दक्षिण भएको। यस्तो राम्रो धान फल्छ यहाँ है। म चाहिँ यो बाटो धेरै पहिलादेखि हिँडिरहेको छु है। अगाडि चाहिँ इटा भट्टा छ भने यो एरिया चाहिँ पुरै खेती योग्य जमिनहरू छ यहाँ। साह्रै राम्रो लाग्छ है यो बाटो हिँड्नलाई। पहिला चाहिँ एकदमै यहाँ ग्राभेल थियो है, त्यो भएको हुनाले पनि धेरै अप्ठ्यारो थियो हिँड्नलाई। अहिले कति सहज छ है साथीहरू। यहाँ अब मेन ठाउँमा है, यहाँ अगाडि गणेश पेट्रोल पम्प छ। यहाँ हाइवेमा हामी आइपुगिसक्यो है, तपाईँ देख्न सक्नुहुन्छ। यो ठाउँलाई मधेली छिर्ने बाटो भनेर पनि चिनिन्छ। यहाँ ठ्याक्क बोर्ड थियो, बोर्ड मेटिएछ है। अब हामी चाहिँ यहाँ तल त्यो गणेश पेट्रोल पम्प यहाँ तल तपाईँ देख्न सक्नुहुन्छ। अब यहाँदेखि उता चाहिँ इटरीतर्फ जान सकिन्छ है। यो बाटो सिधै हामी इटरतिर जान्छौँ। यस्तो राम्रो गरी यात्रा भयो हाम्रो। खनार चोक पनि साह्रै भिड हुन थालेछ हो, पहिला जस्तो छैन। यो मूल नहर भयो, हामी सिधै इटरीतर्फ लम्किरहेका छौँ। सिधै